नेमार जुनियर फाइनली ट्रेनिङमा के आज सम्भवतः यही शुक्रबार हुने म्याचमा नेमार जुनियर खेल्न सक्छ है। इन्जुरी त भएको हो, तर यहाँ झुटा न्युज प्रचार भइरहेछ। नेमारको बुबाले पनि के भनेछ भन्दाखेरि न्युज चु आउट भयो, सान्तोक्स टिमले यसलाई निरीक्षण गरेन भन्ने जस्तो कुराहरू मिडियामा आइरहेछ। हुने नि हो, हामीले फलोअप गर्छ 30 मिलियन 50 मिलियन 100 मिलियन फलोअर्स भएकोलाई हामीले फलोअप गर्छ। तिनीहरूले न्युज दिएपछि हामीले पनि त्यसलाई फलोअप गर्ने हो। झन् छाँगा हानिरहेको बेलामा फार्बिजो रोमानोले पनि पोस्ट हानिदिएपछि त कुना काप्छ। न्युज त पुगेन, नेमार जुनियर इन्जुरी यो सिजन समाप्त हो, समाप्तै भएकै हो रहेछ। तर सान्तोसको टिमलाई म रेलिगेसनमा लान चाहन्न, म खेल्न चाहन्छु। म दुखाइको औषधि खाएर भए पनि म खेल्न चाहन्छु। जबसम्म सास छ म हारेस खाँदैन भनेर उठेर आज पोजिसनमा आछ यार। एउटा नेमारको डायट फ्यान भएको नाताले अनि एउटा नेपालको एउटा देश कुनामा बसेर भए पनि यति सपोर्ट यति हेर्न पाछ गर्व लाग्छ के। म सबै फुटबल प्रेमीहरूलाई एकदम रेस्पेक्ट गर्छु, सम्मान गर्छु। सबै मेरो भगवान हो, जुनसुकै होस्, चाहे जोसुकै होस् के, खत्तमै खेलोस् न, त्यसलाई पनि म पूजा गर्छु कि रेस्पेक्ट गर्छु के। अब नेमार जुनियर भनेको स्पेसल्ली अब पहिल्यैबाट माया बसेपछि छ के है। नम्बर 1 मा परिवार, नम्बर 2 मा नेमार जुनियर। त्यही भएको हिसाबले नेमार जुनियर अब शल्यक्रिया त गर्नै पर्छ भनेर भन्दैछ होइन डक्टरहरूले पनि। म शल्यक्रिया नगर्ने, म यसलाई निरन्तर दिन्छु, खेल्न चाहन्छु भनेर भनेछ कि। किनकि शल्यक्रिया गऱ्यो भने, त्यो घोडाको शल्यक्रिया गऱ्यो भने लगभग 5-6 महिना लाग्छ रिकभर हुनलाई। त्यो भएको हिसाबले मार्चमा हुने के अरे फ्रान्स र कोर्सिया विरुद्धको खेलको लागि पनि समाप्त। नेमार जुनियर चकनाचुर, वर्ल्ड कपको लागि पनि समाप्त। अब 6-7 महिना त छ नि वर्ल्ड कप आउनलाई। त्यो भएको हिसाबले नेमार जुनियर चाहिँ म शल्यक्रियालाई रिकभर दिँदैन, म औषधि खान्छु, बरु दुख्ने औषधि खाएर भए पनि म खेल्छु होइन। खुट्टा भइन्जालसम्म नभाचिन्जालसम्म म लड्छु, फाइट गर्छु, हिँड्छु, देशको लागि नेतृत्व गर्छु भनेर बलिदान दिन चाहन्छ। यो हो नि त प्लेयर भनेको होइन र। अब कार्लो एन्चेलोटीले पनि के भनेछ भन्दाखेरि फर्ममा आउनु पर्यो, बल्ल टिममा समावेश गर्नुपर्छ नेमार जुनियरले भनेर भनेछ। नेमारको धारणा त्यो चाहिँ टार्गेट हो। त्यो भएको हिसाबले पनि हेरौँ, मैले भनिसकेँ नेमार जुनियरलाई चाहिँ इन्जुरी, मैले त हिजोको त्यो के अरे फार्बिजो रोमानोहरूले पोस्ट देख्ने बित्तिकै इन्जुरी खत्तम भयो भने, खेल्दै नसक्ने भयो भने नेमार जुनियरलाई कलअप गरेर टिममा समावेश गर्नै पर्छ भनेर मैले भनेको थिएँ। अब खेल्दै नखेलोस् न बरु होइन, अब सब्स्टिट्युसनमा राख्नुहोस् न, बेचमै राख्नुहोस् न होइन, परिवर्तनको लागि। मार्केटले पनि त्यो भनेको नि त, नेमार जुनियर त लानै पर्छ। उसको फेस, उसको हौसलाले पनि हामीलाई एकदम ऊर्जा शक्ति प्रदान गर्छ। त्यो हिसाबले पनि टिममा अलिकति हल्का हुन्छ भन्ने तरिकाले हाम्रो टिम क्याप्टेनले पनि बोलेको थियो। अब त्यसरी पनि आउनुपर्छ भनेर हिजो सोचेको थिएँ। फाइनल्ली शल्यक्रिया नगर्ने, म खेल्न चाहन्छु, औषधि खाएर पनि खेल्छु भनेर डक्टरको कुराहरूलाई रिस राखेर नेमार जुनियर आज मैदान परिचय गर्दैछ। एकदम खुसी लाग्छ। अनि त्यही हो नि, अस्ति नै बेलुकामा पनि अनि गर्दाखेरि 4-5 महिना लाग्यो। त्यस्तै हो, खासमा घोडाको उसो च्यात्नु त च्यातेकै रहेछ। तैपनि यसलाई म औषधि खाएर निको हुन्छ भन्ने नेमारको धारणा हो। यसलाई हामीले एक्सेप्ट गर्नुपर्छ, आइडलको निर्णयलाई पनि। ल त्यही हो, सम्पूर्ण फुटबल प्रेमीहरूलाई धेरै माया। मेरो आइडल नेमार जुनियर, लभ यु सो मच सदैव।